रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलजीले अब बर्खा सुरु भइसक्यो, बर्खाको भेलबाडी तरेर राजा फर्किन नसक्ने भएकोले उपयुक्त समय पारेर फेरि बृहत आन्दोलन गर्ने भनेर भनिसक्नु भएको छ। ल रैती साथीहरू भट्टाभट घरमा फर्किहाल्नुहोस्, बर्खाभरि खेतीपाती गरेर बस्नुहोस्, बाहिर ननिस्किनुहोस् है, फेरि भेलबाडीमा दुर्घटना पर्न सकिन्छ। दसैँसम्म यसरी नै चुपचाप परेर बस्नुहोस् र दसैँको टिका छाप्नको लागि आफ्नो मालिकको घर नागार्जुनमा जानुहोस् र टिका सिका थापेर मालिकलाई सोध्नुहोस् अब रोडमा गएर उफ्रिनको लागि कति पैसा दिनुहुन्छ भनेर। रोडमा गएर उफ्रेर पसिना निकाल्दा त खर्च त चाहियो नि, होइन र?